कञ्चनजङ्घा बेस क्याम्प ट्रेक आफैमा किन यति च्यालेन्जिङ छ थाहा छ? फर्स्ट अफ अल त इट्स अ 20 days ट्रेक. यस 20 days. ओ माई गड. अनि ट्रेक सुरु गर्नुभन्दा अगाडि नै तपाईँको यहाँ पेसेन्स चेक हुन्छ. इफ यु आर फ्रम काठमाडौँ देन अलमोस्ट 35 आवरको बस प्लस जिप राइड गर्नुपर्छ. इमेजिन द्याट. तपाईँलाई काठमाडौँबाट ताप्लेजुङ जान नै 27 घन्टाभन्दा बढी लाग्छ. वाउ. तर भन्छ नि डिफिकल्ट जर्नी अफन लिड टु अ ब्युटिफुल डेस्टिनेसन. र अनेस्टली ताप्लेजुङ इज अ हिडन जेम अफ नेपाल. यस्तो राम्रो गाउँ, यस्तो क्लिन एन्ड पिसफुल. यो गाउँ भन्दा नि डाँडा माथिको एउटा सानो चिटिक्क परेको सहर जस्तो थियो. यहाँ धेरैजना मोस्टली पाथिभरा जान आउनु हुँदो रहेछ. कञ्चनजङ्घा बेस क्याम्पतिर जाने मान्छेहरू चाहिँ एकदम कम देखिन्छ. एन्ड आफ्टर स्टेइङ 1 night इन ताप्लेजुङ हाम्रो अर्को च्यालेन्ज स्टार्ट हुन्छ. 5 hours को बम्पी सुपर अफ रोड जिप राइड. प्रोबेबली वान अफ द स्केरियस्ट जिप राइड आई हेभ एभर ह्याड. हामी 4 जना कञ्चनजङ्घा सर्किट गइरहेछ. एन्ड दिस इज जस्ट द बिगिनिङ. सो इफ यु डोन्ट वान्ट टु मिस, फलो फर मोर.